हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। आज हामीहरू हेटौडाको उप्राचौरमा हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको परिवर्तन उद्घोष सभामा आइपुगेका छौँ र आजको कार्यक्रममा विशेष रूपमा रासोपाका सभापति रवि लामिछानेज्यू उपस्थित हुन गइरहनु भएको छ, जसले गर्दा यहाँको माहौल झन उत्साहित र जोसिलो बनेको छ। आजको यस ब्लगमा हामी यहाँ उपस्थित केही व्यक्तिहरूसँग सानो सानो कुराकानी गर्नेछौँ। उहाँहरूको धारणा, अपेक्षा र आजको सभाप्रतिको उत्साहबारे जान्ने प्रयास गर्नेछौँ। त्यसैले ब्लग अन्तिमसँग हेर्नुहोस् है त। केही नभनिकन हामी राजस्वलाई सपोर्ट गर्न आएका छौँ। आजको यो भिड देख्दाखेरि हजुरले के भन्न चाहनुहुन्छ? आज रासोपाको सुनिश्चित छ। हामी पनि त्यो चाहन्छौँ। अङ्कल के भन्न चाहनुहुन्छ? तपाईँ के भन्न चाहनुहुन्छ? यसपालि बालेन र रविलाई जिताउँ। एकदम खुसी भइरहेको छ। हामी सबैले अब नयाँ पार्टीको विकल्प रोजेका छौँ। अब त्यसै गरी अब सबैलाई घन्टीमा भोट हाल्न एकदम अनुरोध गरेको छु। म पनि आफै हाल्दैछु। अब भर्खरै मेरो जिल्लामा दाङमा गएर आउनुभएको हो। आज हेटौडामा आउँदै हुनुहुन्छ, त्यसको लागि म एकदमै खुसी छु। ल हजुर कहाँदेखि आउनुभएको? मनालीबाट स्वतन्त्र पार्टीलाई सपोर्ट गर्न? हजुर स्वतन्त्र पार्टीलाई सपोर्ट गर्न? अनि भोट केमा हाल्नुहुन्छ? घन्टीमा यस्तो भिड देख्दाखेरि कस्तो अनुभव भइरहेको छ? होइन, अरू सबैले हेरिसक्यो। अब नयाँलाई हेरौँ भन्ने एउटा मनको हो पुर्याउँ। धन्यवाद आउनुभएको। आज तपाईँ के भन्न चाहनुहुन्छ? यस्तो भिड छ यहाँ हेटौडामा, के भन्न चाहनुहुन्छ? हेर्नुहोस्, हजुर पहिला काङ्ग्रेसलाई जितायो हामीले नै, हजुर ठुलो पार्टी बनाएर पठायो। हजुर देख्नु त मात्रै व्यस्त भयो हजुर होइन। अनि सूर्यलाई पठायो एमालेलाई। हजुर अपराध गरे पनि होइन भने झुट बोल्न मात्रै ठिक रहेछ हो होइन। बदमास गर्ने आफू दोष दिनेहरूलाई हो देश लुटेर सिध्याउने हजुर माओवादीलाई पठायो। केही गर्छ कि भनेर होइन। आफ्ना छोरी बुहारी भान्जा भान्जी भाइलाई जाहिर खानिदिने है, देश सिध्याउने। उही मोदीले भनेछ तुम जङ्गल राज है होइन। तुम जङ्गल राज है, जङ्गलमा बस्दा आए। अनि बुद्धि पनि त्यस्तै आयो, भुइँसका बुद्धि आयो है। तुमलाई राणा उपहार दिने भनेर राणा उपहार दिएर पठाइदियो। यो त सबैले त्यही काम गर्छ। त्यसको लागि भोट भाइदिवा। भोट घन्टीमा। धन्यवाद। यही खानुपर्छ। ए भटा यो पालि भोट केमा? अन्त यहाँ यसरी दुःख पाउँछ बुढो मान्छे। ए धन्यवाद। जान्नु तपाईले के भन्नु अब अहिले अब गरी हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको गरी आउँदै हुनुहुन्छ होइन। त्यही कारणले गर्दाखेरि अब हामी भेला भएर चाहिँ सबै साथीहरू भेला भएर कहाँबाट आउनुभएको? हजुर भोट केमा? घन्टीमा। ओ घन्टीमा बनाएका छन् होइन। अब ज्ञानजीको जाने उदाहरण केही यसबाट जाने भयो, राजा आयो त्यसमा आयो भने मात्रै हुन्छ, नत्र तिमीहरू ज्ञानजीको अर्थ रहँदैन। हामी भोलि मरौँला, हामी भोलि मरौँला, पर्सि मरौँला, हाम्रो अवस्था भयो। हामी तिमीहरू जस्तो उसो जाने चक्का पर मर्नु पऱ्यो, हामी मर्नुपर्छ। तिमीहरू बालबालिका मार्न हुँदैन। त्यो मान्छे यहीबाट बुझेर तिमीहरूको भैँचा घाम लागोस्। हाम्रो त मर्ने बेला भयो, तिमीहरूलाई हामीले जाने बुझाएर भोग्या समनको आजसम्मको उमेरले भोग्या। हामी राजनीति गरेर भोग्या होइन, देखे जाने कुरो हामी तिमीहरूलाई बताइदिन्छौँ। त्यो अनुसारमा त्यो कुरो सिकेर बोली सिकेर पढाइबाट तिमीहरू गर्दै जाओस्। तिमीहरूको भोलिसम्म भविष्य राम्रो होस्। पशुपतिले आफूले छोड्न छोडे, पितृको कार्य गर्न छोडे, बाबुआमाको क्रिया गर्न छोडे। देशमा नेपाली छोराछोरी बेचेर जाने सरकारले मोर्च बनाएको हाम्रा बुढाबुढी मरियो भने अब छोरा नातिले काजीले गर्न नपर्ने, फलानी ज्याला गरेर ल्याउन पर्ने अवस्था परिसक्यो देशमा। तपाईँ फाँटीमा हात राखेर मूल्याङ्कन गरेर काम गर्नुहोस्। हामी त भोगेर आएका मान्छे, हाम्रो मर्ने बेला भयो। हामीले बोल्न पर्ने बुढाहरूले यस्तो भन्थ्यो भनेर भोलि भविष्य तपाईँहरूको मुखा पनि र घैँचा पनि खामलास मुखा सरस्वती आओस् भन्दै पशुपति नामले रच्याएको हुनु सबै भाइ बहिनीहरूलाई मेरो आशीर्वाद दिनु। घन्टीमा आशा र भरोसाको केन्द्र बिन्दु भनेको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिसकेको छ।
अब 21 गतेको मतदान पश्चात हामी मैदानमा विजय जुलुस लिएर आउनेछौँ। जय घन्टी। आदरणीय जनसमुदायहरू, हाम्रा स्पष्ट वक्ता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईज्यू जो हजुरहरू कहाँबाट आउनुभयो? हामी हेटौडाबाट भोटकेमा घन्टीमा ए यस्तो यहाँ धेरै हेटौडामा यति धेरै भिड छ, के भन्न चाहनुहुन्छ? अझ धेरै भिड होस्। यहाँ यस्तो धेरै भिड छ भने भोटकेमा भोट घन्टीमै हो। घन्टीमा ल हेलो अन्सा भोटकेमा घन्टीमा ल लिन्छलाई दाइ एउटा घन्टी नयाँ पुस्ताले के चाहिएको छ? परिवर्तन। हामी पनि आएको छौँ। हामी दुईवटा त जहाँ पनि पुगिहाल्छौँ। आज राजस्वलाई पनि त हामी आउनु पर्यो। राजसभाको सदस्य हो। सदस्य त हो।